प्रसिद्धिले लस्से गुड मर्निङ सम्पूर्ण साथीहरूलाई। हामी चाहिँ अहिले यहाँ धर्मशाला आएको छु नयाँ कुरा गर्नको लागि। यस्तो रहेछ है साथी हो, हजुरहरू चाहिँ यही भिडियो मार्फत हेर्नु होला। यस्तो राम्रो यही हिमाल नजिकै भएको रहेछ। हामी चाहिँ यहाँ गुम्बामा आएको छु। यस्तो राम्रो हिमाल भएको ठाउँ रहेछ धर्मशाला। यो साथीहरू यस्तो राम्रो सिन हजुरहरू चाहिँ यो भिडियो मार्फत हेर्नु होला। हामी चाहिँ यहाँ गुम्बामा आएको छु। यस्तो राम्रो छ है साथी हो हिमाल। धर्मशाला चाहिँ यस्तो रहेछ। यो चाहिँ गुम्बा हो, यहाँ धर्मशालाको कर्मा पार्कको गुम्बा आएको हामी चाहिँ बिहान दर्शन गर्नलाई। हजुरहरू पनि आउनुहुन्छ भने एकदम राम्रो छ है, एकदमै राम्रो, एकदम राम्रो। यही बस्न मन लाग्ने। यहाँ हिमाल नजिकै यस्तो राम्रो ठाउँ छ। साथीहरू यही भिडियो मार्फत हेर्नु होला। यस्तो राम्रो ठाउँ छ हिमाचल धर्मशाला। हामी चाहिँ धैर्यमा गुरु रिम्बुर्चेको दर्शन गर्न आएको। भोलि हाम्रो दर्शन छ 7:30 मा चाहिँ हामी दर्शन पाउँछु उहाँको। हजुरहरू पनि पाल्नु होला। यस्तो राम्रो छ धर्मशाला हेर्नुहोस् है साथी हो, एकदम राम्रो रहेछ धर्मशाला। इन्डियाको धर्मशाला। दलाई लामा रिम्बुर्चेज्यूको दर्शनको लागि आएको हामी सबैजना। यस्तो राम्रो छ। हाम्रो आजी हुनुहुन्छ सोलुदेखिको आजी। सिन राम्रो छ। कस्तो लाग्यो आजीलाई? एकदम राम्रो है लाग्छ है। अनि आजीलाई कस्तो लाग्यो? अनि हाम्रो आजूलाई एकदम राम्रो है। सोचेको भन्दा राम्रो रहेछ है आजु। लासे हामी चाहिँ भाग्यमानी रहेछ भनौँ है। एकदम भाग्यमानी हामी। ल साथीहरू फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई म यतिकैमा बिदा हुन्छु। हामी चाहिँ यहाँ गुम्बा कुरा गर्दैछु। यस्तो राम्रो एकदम राम्रो रहेछ हेर्नुहोस् त। ल हजुरहरू पनि आउनु होला यता दर्शन यहाँ कुरा गर्न पनि, दर्शन गर्न पनि, त्यो ठाउँ हेर्न पनि। यस्तो राम्रो रहेछ है साथी हो धर्मशाला। यस्तो राम्रो छ। हामी चाहिँ 10 दिनको दर्शनको लागि 10 दिनको टुर हो हाम्रो। भोलि दर्शन पाएपछि हामी बिस्तारै फर्किनेछु नेपाल। म नेपाल रामेछापदेखि आएको हो। रामेछाप हो मेरो घर चाहिँ। यस्तो राम्रो रहेछ यो गुम्बा चाहिँ। यस्तो रहेछ है साथी हो। यस्तो राम्रो गुम्बा रहेछ। एकदम राम्रो रहेछ। यहाँको मान्छेहरू राम्रो रहेछ।
एकदम राम्रो। ल आजलाई चाहिँ यतिकैमा बिदा हुन्छु। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बाई बाई।